सेवारो अनि नमस्ते सबैजनालाई फेरि पनि वेलकम ब्याक टु नम्सु ब्लग्स होइन। सबभन्दा अगाडि चाहिँ ह्याप्पी दसैँ टु अल अफ यु है। त्यही हो ह्याप्पी दसैँ सबैजनालाई। म चाहिँ मेरो भिडियो हेरेको थिएँ अहिले, त्यही हो अहिले भर्खर अपलोड गरेको थिएँ। सबैजनाले हेरिदिनु होला है, नयाँ नयाँ भ्लगहरू आउँदै गर्छ। अनि त्यही हो आजको प्लान चाहिँ अब के छ भने हामी पनि यसो दसैँ मनाइदिउँ न भनेर चाहिँ अब कुरा गरेको छु। अब के कस्तो हुन्छ पहिला सुरु चाहिँ पसल जानुपर्ने हुन्छ। भाइहरू अघिदेखि कुरिरहेको छ, अघि कल गरेर बोलाइरहेको थियो। यहाँ म चाहिँ अब रेडी सेडी फ्रेस सेस हुनु बाँकी नै थियो नि त। त्यही हो अब रेडी सेडी भइसकेको छु। त्यही हो। अनि अर्को भनेको हाम्रो आदित्य स्टोर भन्ने छ है, सबैजना एकचोटि भिजिट गरिदिनु होला। मैले अगाडि भिडियोमा नि भनिसकेको छु, देखाइरहेको हुन्छु होइन स्टोर। त्यहाँ के छ कसो छ भन्ने चाहिँ अब तपाईँहरूलाई थाहा छ होला, भिडियो हेर्नेहरूलाई। नहुनेहरूलाई चाहिँ त्यहाँ हाम्रो इन्स्ट्यान्ट नुडल्सहरू छ, अनि जुस पिच जुसहरू छ, सब चाइनिज प्रोडक्टहरू छ होइन। त्यही हो सबैजनाले सपोर्ट देखाइदिनु होला त्यसमा पनि। मेरो भिडियोबाट आउने कस्टमरहरूलाई चाहिँ 15% अफ राखेको छ होइन, किनभने मेरो स्पोन्सरै आदित्य स्टोर हो नि त भनेर। त्यही हो अब म पसलतिर लाग्छु होइन। अहिले के हुन्छ कसो हुन्छ म तपाईँहरूलाई यहाँ भिडियोमा देखाइहाल्छु। स्टे ट्युन्ड है। ल अहिलेको लागि चाहिँ म चाहिँ अब पसल पुगेँ है ठ्याक्क। आमा राजन भाइ बडा लिइरहेको रहेछ अनि यस्तो घाममा हिँडाएरमा सुने भाइ खै यस्तो छ हौ यार, लिन आउनु छैन यार, यस्तो घाममा हिँडाएर यार यहाँ गरेर रहेछ। यस्तो हुनुपर्छ है, केटा मान्छे भने यस्तो हुनुपर्छ यस्तो यहाँ टक्क। त्यही हो भर्खरै अब पसल आइपुगेँ यहाँ। अब केटाहरू भेला भइहाल्छ अनि त्यसपछि के गर्ने हो अपडेट दिन्छु है म। ल हाम्रो चाहिँ यहाँ सुरु भइसक्यो है। ल हाम्रो चाहिँ सुरु भयो। त्यसकै उपलक्ष्यमा अलिक धेरै हालिदिनु है। हजुर 500 यो कति छ यो लट्टाइमा चाहिँ? यो लट्टाइमा चाहिँ कति छ? 3000 जति हुन्छ। धेरै नहाल्नु है फेरि। कति भयो भन्नु है म त ल। A few moments later. आयो धन्यवाद। पेमेन्ट हानिदिइसकेको छ है। ल बजार यहाँ त है त यस्तै छ यहाँ। अब किमेल गरिहाल्छ गुने हो बस्दिने ल्याम ल्याम्डो। माथिबाट गइदिउँ है। भयो रेडी। लट्टाइ सट्टाइ बोक्यौ नि कता? यहीँबाट जाउँ है। यो चाहिँ भयो बुढानीकण्ठ मन्दिर, हाम्रो बुढानीकण्ठ मन्दिर विष्णु भगवानको मन्दिर है। दर्शन गर्नु होला अब भिडियोबाटै है। त्यही हो म त जन्मेको हुर्केको यहीँ हो बुढानीकण्ठ। उहीँ अगाडि बिल्डिङमा जन्मेको हो। म त जन्मेकै यहीँ हो क्या। म त हस्पिटलमा जन्मेकै होइन क्या भाइ, यहाँ बुढानीकण्ठमै जन्मेको हो क्या म।
यहाँ उता त्यो जहाँ हामीले मोमोसोमो लिन्छ नि उता डायमन्ड स्कुल त्यहीँ त पर्छ पहिला सानोमा होइन यहीँ यहीँ क्या डायमन्ड त्यहाँ मोमो खाने पसल छ त हो त्यहीँ होटल थियो क्या हाम्रो पहिल्यैदेखि त्यही हो अनि त्यही हो अहिले यत्रो वर्ष भइसक्यो बुढानी कण्ठमै छु यसो यो च्यापमा हाल न च्यापमा पानी चाहिँ नपऱ्यो स्याप बिक्री हुन्छ फेरि यस्तै छ चल्दो चल्दो हाम्रो बुढालिङ कण्ठ राम्रो बुढालिङ कण्ठ पहिला त वाइल्ड झगडा हुन्थ्यो नि है यहाँ त बुढालिङ आजकल त वाइल्ड कम भयो नि त्यस्तो झगडै हुँदैन नि अहिले त बिग मार्छ यहाँ नि वान स्टप मार्छ त्यही हो बाटो छुट्यौँ ट्याक्सी हतारमा छ मुसुक्क हाँस्ने तिम्रो बानीले मेरो झेनी लाने हो कालो लट्ठी बोक्यो नि लट्टाइको गरिसक्यो रेकर्डिङ भइरह बस अर्को खै रक्सीको ब्याग खै लागेको अब लागेको यो फेरि अर्को हेलमेटमा ऊ सारेको थिएँ कस्तो आउँछ मुखमा धागो के को धागो यार के छ अब जाने ह्याप्पी दसैँ पानी डेङ्गो पऱ्यो यार म्यास अब दसैँ लाग्यो त भनेको बिचरा यार त्यो एउटा होटलमा बस्ने त्यहाँ खाएर बस्यौँ है फिल्ममा यस्तो छ है त्यहाँ खै कहाँ राख्ने अड्किँदैन नि यस्तै छ है दसैँ लागिहाल्यो दसैँ लागिहाल्यो नि ओए जाउँ यार जाउँ ठ्याक्क पानी रोक्यो होइन अनि अब यहाँ निस्केको अब चिया खायौँ
अनि निस्किने यहाँ केटाहरू सब लाट्रा लुटुक भएर यहाँ चङ्गा यार चङ्गा कागजको किनेको मतलबै भएन नि धारा उता खोलाबाटै लिनुपर्छ यार भाइ सनसेट हुनु लागिरह यहाँ चाहिँ ठ्याक्क गुम्बा छ ल हाम्रो चाहिँ सुगन्धाले ट्राई गर्दैछ हाम्रो निर्मल पनि आइसक्यो ल हाई भन न यता दाइको भ्लग चाहिँ नमस्ते वाट्सअप म्यान वाट्सअप दिप्स एके दिपेन्द्र के छ भाइ ल ठिक छ केटाहरूले फेरि बियर नखाने लिची टेस्ट बोकेर आएछ के केटाहरूले त के बियर खानु हौ सोध्छ नि हाम्रो केटाहरू दाइ त आलु टेस्ट गर न केटालाई टेस्ट न आलु यता दिपेन्द्र यता सुदेन दाइ है भेट्यो निर्मल यता सुदेन दाइ है केटाहरूले चङ्गाउनु नसकेर अर्को छ हाम्रो दिप सरै फेरि दिप सरले गर्दै हुन्छ फेरि ट्राई सर हुँदैछ यहाँ यस्तो अहिले यतिको भइरहेछ है उसलाई चाहिँ गर्मी भएर बसिरहेछ त्यही हो 30 सेकेन्ड पछि चेन्ज गरिदिइहाल्छ सुदेन यहाँ छ चिसो भइरह यहाँ त्यही हो अब बेस्तारै बेलुका हुँदै गइरहेछ होइन अब त्यो एकचोटि चाहिँ चङ्गा उडाएर जाने पनि हुन्छ होइन अब यहाँ चिम्से चाहिँ मलाई यहाँ कहाँ भन्दैछ है बुङ्गुर कहाँ भन्दैछ है बुङ्गुर त्यस्तो गर्छु म काले खलौटे साला पुजन खोइ भ्लगमा प्रुफ छ है तोरीलाल कलैया भ्लगमा प्रुफ छ भ्लगमा पुण्य गौतम तेजन त परियार तिमी हान्ने ल हान पुजन कालु हरायो ओइ कालो राजन बिप हाल्नुपर्छ यो त सुगन्धाले बिप हान्ने झ्याउ लाग्छ जाँदा बिप हान्ने कम्ती गाह्रो छ मलाई होइन बिप हान्नुपर्छ क्लिपै उडाइदिन्छन् मलाई तालबर हेर्दा क्लिप उडाएपछि कन्भर्सेसनको के रमाइलो भयो त ल केटाहरू हामी रेडी हुँदैछौँ जान है गुरुङ छमियाले अहिले समातिरहेको छ बाबु राजा कान्छा प्लिज है राम्रो समात है बिस्तारै जानुपर्छ है खाल्कन पुग्छ यहाँ अलिकति बाटो अप्ठ्यारो छ उताको भ्यू चाहिँ दामी छ अगाडि बस न ए यस्तो दामी छ है भ्यू त बबाल देख्छ नि फेरि माथिबाट भ्यू त बबाल है आज चाहिँ रमाइलो भयो है अब क्लिपहरू चाहिँ धेरै खिचिनँ होला मैले क्लिपहरू चाहिँ धेरै मैले खिचिनँ होला है अब त्यही हो हामीलाई चाहिँ ओभर रमाइलो भयो दिपेन्द्र भाइहरू चाहिँ अलिक पछि आयो फर्स्ट सुरु चाहिँ हामी सुनिल भाइ पुजन भाइ सुदेन अनि म अनि ऊ राजन भाइ चाहिँ हामी सँगै आएको थियौँ सर जानुमा केटाहरू अगाडि छ होइन अब त्यो केटाहरूको अलिअलि अब अँध्यारोमा कस्तो आउँछ थाहा छैन अँध्यारो चाहिँ अब यस्तो अँध्यारोमा अहिले फर्स्ट टाइम खिचिरहेको हो होइन अब कस्तो आउँछ हेर्नुपर्छ त्यो गर्नु हुँदैन नि दिस इज नोइज पोल्युसन पड्काउनु त मजा आउँछ नि फेरि पड्काउनु त मजा आउँछ नि कसको अगाडि रे कसको तिमीहरू फ्रेममै आउँदैन पुलिस स्टेसनमा हानिदिउँ रे यस्तो चाहिँ
पुलिस स्टेसनमा चल्दो बल्दो चल्दो बल्दो चल्दो बल्दो चल्दो बल्दो The next day. यो चाहिँ नेक्स्ट डे है यो चाहिँ टिकाको दिन हो हाम्रो टक्क अनि अहिले चाहिँ म सावर लिएर टक्क रेडी भइसकेको छु अनि त्यही हो माथि घर पनि जानु छ एकचोटि पहिला सो चाहिँ यहाँ कामसाम सकाएर जानुपर्ने हुन्छ यहाँ चाहिँ सबै रेडी गर्दै हुनुहुन्छ हाम्रो दाइ यहाँ गेम खेल्दै बसिरहेको बक्सा जस्तो हो अनि यहाँ रेडी अचार सचार रेडी हुँदैछ मम्मी ह्याप्पी दसैँ मम्मी ह्याप्पी दसैँ ह्याप्पी दसैँ अनि यहाँ भाउजू हुनुहुन्छ त्यही हो यस्तै चल्दैछ होइन हाम्रो दसैँको प्रिपेरेसन चाहिँ अनि यहाँ हाम्रो ड्याडी ह्याप्पी दसैँ थ्याङ्क यू अनि त्यही हो हामी अब यहाँ गर्दैछौँ अनि त्यसपछि हाम्रो हुनुहुन्छ आमा के भयो हौ के भयो हौ सुतिरहेको चिसो भयो जाडो लाग्यो जाडो भयो जाडो भएर हो अब यस्तै हुँदैछ हाम्रोमा चाहिँ तपाईँहरूकोमा चाहिँ के कस्तो भयो टिका अब यो भिडियो त म भोलि पर्सितिर अपलोड गर्छु होला कस्तो के भयो तपाईँहरूको चाहिँ कमेन्ट गर्नु होला त्यही हो अहिलेको लागि चाहिँ टाटा बाई बाई एकछिनमा भेटौँ ल हामी चाहिँ रेडी हुँदैछौँ होइन भर्खर अब साइड चाहिँ गइसक्यो त्यही हो अब यहाँ सबै रेडी हुँदैछ यहाँ ड्याडीले गर्दै हुनुहुन्छ होइन अनि त्यही हो सबैजना रेडी यता फोटोसुट सबै भइरहेछ है हाम्रो राम्री भाउजू यता हुनुहुन्छ हाम्रो ह्यान्डसम दाई यता हुनुहुन्छ त्यही रेडी सबैजना रेडी अब मम्मी बाहिर निस्किनु भएको छ एकैछिन आइपुग्नुहुन्छ ल अब हाम्रो यता घरमा चाहिँ सकिसक्यो होइन
घरमा सक्यो अब माथि जानुपर्ने हुन्छ माथि अघिदेखि मम्मीहरू कुरिराख्नु भएको छ त्यहाँ माथि गएर टिका लगाएर हामी फेरि तलै झर्छौँ है त्यही अब स्टेट्युन म अब निस्किन्छु अनि गरेर चाहिँ क्या हो ल म यहाँ माथि आइसकेको छु होइन अहिले टक्क आइसक्यो यहाँ बिजी मान्छे यत्रो गेटमा बोलाउँदा नि आउँदैन यहाँ अनि त्यही हो भर्खर आइपुग्यो अब यहाँ नि कार्यक्रम सुरु गरेर अनि त्यसपछि निस्किनु पर्ने हुन्छ अहिले चाहिँ अब दसैँ कार्यक्रम सकाएर अहिले अब फेरि पसल खोल्नतिर लाग्दैछु होइन त्यही हो यहाँ राजन भाइ छ राजन भाइ छ मसँग है छ अहिले सुनिल भाइ उता पाहुना खानु गएको छ पाहुना गएको छ अहिले ऊ पनि आउँदैछ भनेर कल गरिरहेको थियो त्यही हो अब फेरि भाइहरू अब भेला गर्छौँ होला फेरि तास खेल्नुपर्छ होइन आज नि भयो भने चङ्गा उडाउन जान्छ भयो भने चङ्गा नि उडाउन जान्छौँ अब हेरौँ ऊ राजिल भाइ पनि आउँछु जस्तो कुरा गरिरहेको थियो क्या तल अब काका टिका सिका लगाएर आउँछु जस्तो कुरा गरिरहेको थियो अघि कल गरिरहेको थियो क्या अनि हेरौँ अब सबजना भेला भएर माथितिर चल्दिनुपर्छ है नत्र डाँडामै मजा आउँछ नि हो कि भन न डाँडामा दसैँ लागिरहेछ चङ्गा उडाउन पाएको छैन त्यही हो मन लागिरहेछ धेरै भयो है चङ्गालाई चङ्गा अस्ति त उठ्नै उडेन नि चङ्गा त्यस्तो डाँडामा नि क्या हावा नै क्यास नगरे क्या त्यही हो अब पसलतिर जाँदैछौँ अहिले एकछिनमा भेट्छु म त्यहाँ अब अहिले चाहिँ यहाँ पसल आइसकेको छौँ होइन तर पसलको हालत यहाँ चाहिँ कुकुरले लास ल्याङ गर्दैछ यार कुकुर नि देखाइ यसलाई त छैन गायब भइसक्यो कुकुर अब यो सरसफाइ गरेर हामी फेरि ब्याक त्यही हो अब यहाँ सरसफाइ गर्नुपर्ने हुन्छ होइन अब एकैछिन ल थेट कुकुर ल है अब चाहिँ आजको दसैँ चाहिँ सक्यो है यस्तै यस्तै भइरहेछ यहाँ टिका सिका छ अनि यहाँ केटाहरू यहाँ अघि भेला भएको है मैले क्लिप चाहिँ खिचिनँ त्यही हो अब चाहिँ अबको लागि चाहिँ भ्लग अहिले इन गरिदिन्छु अर्को भ्लगमा डाइरेक्ट भेटौँ ल त्यही हो अब यो भिडियो कस्तो के हुन्छ होइन कमेन्ट गर्नु सबैजनाले कमेन्ट गर्नु अनि मैले त्यो एउटा हेरेको थिएँ त्यो इनसाइड भन्ने हेरेको थिएँ त्यसमा चाहिँ 45% चाहिँ सब्सक्राइब नगर्नेहरूले चाहिँ हेर्दै रहेछ सबैजनाले सब्सक्राइब पनि गरिदिनु होला है त्यही भन्न चाहन्छु ल अहिलेको लागि चाहिँ ह्याप्पी दसैँ सबैजनालाई ह्याप्पी दसैँ सबैजनालाई दाइको तर्फबाट यता राजन भाइको तर्फबाट ह्याप्पी दसैँ किनकि यसको अनुहार देखाइदिनु दाइ ससुराल जान लागिरहेछ क्या खुसी भइरहेछ त्यही हो सबैजना रमाइलो गर्नु होला दसैँमा हाम्रो पूजालाई भर्खरै पुलिसले समातेर आइले रियाइमा निस्किएको छ गाह्रो छ हाम्रो